खर्सिनी हो यो ठुङ्नी हो यता हेर्नुहोस् गाइस यो खोर्सिनी यो ठुङ्नी यो भित्रको हामी त यो खोर्सिनी र ठुङ्नीले त असाध्यै मन पराउँछ। हेलो नमस्ते, हाम्रो नयाँ भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ है। यो चाहिँ हाम्रो पहिलो सालजण्डीको भ्लग पछि चाहिँ दोस्रो भ्लग बनाउन गइरहेको छौँ। आज चाहिँ मगर समाजको यहाँ चाहिँ पिकनिक कार्यक्रम छ यहाँ चाहिँ अब रमाइलो भइरहेको छ। अब तपाईँहरूलाई चाहिँ के हुन्छ आज चाहिँ दोस्रो भ्लगमा चाहिँ देखाउन गइरहेको छौँ। सबैजनाले हेरिदिनु होला लास्टसम्म अनि सपोर्ट गरिदिनु होला। अब चाहिँ है तपाईँहरूलाई यहाँ समाजको भवन पनि अब भर्खर स्थापना भएको मगर समाजको भवन पनि देखाउनेछौँ होइन। अब यहीँ नै प्रोग्राम हुने पिकनिक चाहिँ धेरै टाढा पनि होइन। यो चाहिँ हाम्रो उदयनगर मगर समाजको चाहिँ प्रोग्राम हो। आज चाहिँ पिकनिक प्रोग्राम अब भर्खर स्थापना भएको भवन पनि हो। यहीँ नै हो पिकनिक प्रोग्राम। अब हाम्रै भाइहरू प्रोग्राममा अब पहिलो प्रोग्राममा चाहिँ इट्स मी आयुष नाचगान गर्ने भाइहरू। म सालजण्डी ब्लगको मेन क्यारेक्टर जसमा मैले चिक्री डान्स हानेको थिएँ। आज अहिले फेरि नाच्नुपर्छ त्यही गीतमा। उदयनगर मगर समाज हाम्रो मेम्बरहरू हुनुहुन्छ यहाँ चाहिँ मेहनत गर्दै हुनुहुन्छ सबैजनाले, सबै बुढापाकाहरू अङ्कल आन्टी यङ। यो चाहिँ हाम्रो मगर समाजको भवन। सब है छोटो मिठो बाबालाई ठाउँ पनि ठ्याक्क भर्खर स्थापना भएको। हेलो बेबी घरै छु म। कहाँ छ बेबी तिमी? रोको त म तिमीलाई फोन गर्छु, म कलमा नम्बरमा फोन गर्छु ल भाइ। हस् बेबी भइहाल्छ नि, म आइहाल्छु नि। तिमीले भन न मात्र, तिमीलाई मैले आकाशदेखि चन्द्रमाको टुक्रा टिपेर ल्याइदिन्छु तिमीलाई। तिमीलाई कति माया गर्छु भने मलाई मात्र थाहा छ बेबी। ल भाइ तिमी त के गर्दै हो क्या? हजुर मेरो दा यार, म जिम हान्नु नि त मेरो बोडी हेर्नु। ल भाइ पुरै सुक्खा त यार। ए दाइ हजुर त्यस्तो भन्नु क्या, म हेर्ने अहिले। ल भाइ कहाँ खोलामा जम्प मेरो पावर दाइ पावर सक्नुहुन्छ हजुरले। ल भाइ म त सक्दिनँ यार, भयो यार डर लाग्दै। ल त्यही बस्नु, मोबाइल पो भेटिन्छ त। आमा आज त दिन ल। मुस्ताङको टोपी लाग्छ प्याकेट त जकस डिपी र कसको अस्छ भने डिपी अन्त यार भाइ यार यस्तो यो के फेरि देखिस् नि भाइ डिपी हो कि पागल होस् गर्दा पागल होस्। के भन्छ हान्दिउ कि क्या हो यसलाई त मैले। ल अब चाहिँ यो चाहिँ हाम्रो केही नर्मल के अरे कमेडी कन्टेन्टहरू थियो होइन। बिचमा कमेडी क्लिपहरू थियो भाइहरूसँग होइन। अब चाहिँ हाम्रो उद्देश्य भनेकै आज चाहिँ पिकनिकको होइन वातावरणहरू चाहिँ तपाईँहरूलाई देखाउने हो। के हुन्छ त है अब पिकनिकको वातावरणमा आज मगर समाजमा चाहिँ धमाल रमाइलो हान्ने हामीले होइन। अहिले नाच्छ हामी, हजुरहरू हेर्नेबाट जानुहोस् अहिले धमाल हान्ने भनेको हामीले हो। यहाँ चाहिँ सबैजनाहरू सल्लाह गर्दै हुनुहुन्छ के गर्ने। ड्रिपी भाइ हाम्रो भाइ डिपी डान्स आउँदैन। ल भाइ त पागल हो। तेरो बिहामा पनि यस्तै रोटी हालौँ भन्ने कत्रो बुहारीलाई हेर्न भन्नु भयो। मङ्सिर पनि भ्याइयो
म फेरि भ्याउन लागिसकेर कहिले हो र बिहा गर्ने सालको मान्छे भ्याइयो त्यही रहेछ त पार्वती यही छु पार्वती पार्वती त्यही रहेछ त त्यसलाई भनेको भने त्यही फोन गर्दाखेरि आएको बोलाएको त्यसलाई हाम्रो तिहार नसकिएको अवस्था अझैसम्म आजदेखि सकिन्छ मेरो बाबुको अब्लिसन गर्दाखेरि यो घाउलाई तताउनु लास्ट हो तिहार हाम्रो बाबु क्या इमानदारी ल्यायो चुलाई मामाले भुटुवा हजुर त्यही त हामीलाई ड्रेस नै भएन मामाले यहाँ भुटुवा बनाउँदै हुनुहुन्छ है माल खानै होइन मामा राख्दैन मैले त एक पिस चाहेन म अहिले कहाँ खान्छु मामा के बनाउँदै भन्नु त रस बनाउनु लगाएको हो हजुर अब हल्का अब यस्तो ग्रिप बनाएर पट्टा हान्दिनु आएर ढेँडासित ल्याब हो ब्रो यस्तो केही हान्दिनँ नि हामी पट्टो लाएर तिमीले खान्छ खानु ढेँडो ढेँडो खाइन्छ नि ढेँडो खाइन्छ ल्याम हान्दिनँ लोकल कुखुरासित पकाएर बसेको हो ल अब यो चाहिँ फ्राई गर्न गइसक्यो अब यहाँ अब भुइँ गर्नुपर्छ हो पन्ने चाहिन्छ कि अब पन्ने खालको छ त हाम्रो त हो ल यो आन्द्रा पनि हालिसक्नु भयो है मामाले त यो लोकलको त अब आन्द्रा हालेर खानुपर्छ कि अलि यो हराउँछ कि आउने भन्दा पहिल्यै बरु हामी त उता पर्खिने होला कहिले हो यो चाहिँ पेस्ट है लसुन अदुवा हान्ने होला के छ यसमा अब त्यो चाहिँ टमाटर अब यो हामी बोलेको नि आशा होला कि त्यो त अब सबै अब हाम्रा यस मञ्चका कलाकार आउँदै हुनुहुन्छ फुपू हेर्नुहोस् गाइस यस्तो चलाउनु पर्छ कि अहिले त्यो वाटो जाँदाखेरि यस्तो जाडो भएको छ लाउँदाले त्यहाँ धोइदिई बस्छ फेरि अब घर आऊँ भने पनि हिलो खोर्सिनी हो यो ठुङ्नी हो यता हेर्नुहोस् गाइस यो खोर्सिनी यो ठुङ्नी यो भित्रको हामी त यो खोर्सिनी र ठुङ्नीले त असाध्यै मन पराउँछ कि भन्ने उके आशिष यहीँ छ नि त्यही भनेको के अरे हाम्रो दुईजना पाहुना चाहिँ अलरेडी यहाँ चाहिँ टेबल बुक गरेर बस्यो नि दुईजना पाहुना मेन त यहाँ हो क्या अब मेन त
मेन त यहाँ हुनुहुन्छ सेफहरू के बनाउनु भएको छ यहाँ हेरौँ न त भुटुवा खसीको आइटम हो सेफ दाइ हुन्छ यहाँ हाम्रो यहाँ बुच्चड अङ्कल हुन्छ बुच्चड अङ्कल ठुलो बा हेलो बुच्चड हेलो बाजेले के गर्नु भएको क्या यहाँ मसला बनाउँदै बाजे पेस्ट चाहिँ बवाल हो क्या तयारी हुँदैछ काम हुँदैछ अब यहाँ यता हेर्नु न ए रजाउने फेरि एक नम्बर रुन्सी आई रोए नै यहाँ चाहिँ यो के अरे पाहुनाहरूको लागि टेबल हो यो गाइड चाहिँ पाहुनाहरूको लागि टेबल हो हामी पनि पाहुना होइन गाइड हामी भिआइपी गेस्टमा फरिन्छ गाइड थुतु नै रङ अब लास्ट भुटुवा हो भुटुवा हो त्यो मटन हो हजुर उ के हो दाल भयो हजुर अनि किचनमा राइस भयो यो चाहिँ मटन है हजुर यो मटन हो रेसिपीहरू ल भनिदिनु अरे ल हाल्नुपर्ने सबै कुरा हाल्नु भयो हाल्न पर्ने कुराहरू सबै हाल्नुपर्ने मिट मसलाहरू गरम मसलाहरू प्याज लसुनहरू मासु तयार भयो मासु तयार छ महँगो बस्दा चाहिँ गाइस यहाँ चाहिँ खुट्टा बम बन्दैछ है ल गाइस सालुटी दियो नि त बजै अब रेडी हुनु हो हजुर अनि ह्याप छान्दिन कि अब लोकल कुखुराको र ढेँडो कालोको होइन के हानिदिनु पर्छ हो ब्रो यहाँ पाकै छैन अब नुन लाखै हो टमाटर धुर गले बल्ल अब हामी यो टेस्टिङको लागि अब दिँदैछौँ ल हो अब चाख्नलाई के हो रे मामा यो यो एकदम लोकल भाले यति छोडी आएको कि अब आफूलाई छोडी भनेको थाहा छैन कि छोडी अब छोडी डेन्जर हुन्छ त्यसले जहाँ अब भनेर चितासँग ठ्याक्कै तोलिदिन्छ छोरीले यसमा चाहिँ के हाल्नु भयो के हाल्नु भयो लेखेन अरे ए भुटुवा पछि चाहिँ यो चाहिँ हाम्रो खुट्टा है खुट्टालाई चाहिँ खुट्टाको चाहिँ रोस्ट हुन्छ क्या एक प्रकारको यसले त हराम बम पड्केछ है खुट्टा त खुट्टाको रस त हराम पड्किँदो रहेछ यार कस्तो भयो त रोटी हो आफैले चिनी हालिसिन हो चाहिँ रमाइलो हुँदैछ हजुर रोस यहाँ चाहिँ मटनको अचार दाल ए यहाँ चाहिँ राइस
मगर रस सेलरोटी ल धेरै धेरै धन्यवाद। रामायणजी के छ आजको पिकनिकको उपलक्ष्य कस्तो छ? आज धेरै रमाइलो छ। किन बस्यो लाग्यो? सिङ्गल हो हजुर? होइन होला, हुन त तरुनी नै छ अझै पनि। ल कोही हेन्सी होइन, कोही लाउरे साउरे हुनुहुन्छ भने हाम्रो रामायणटीलाई चाहिँ कोही छ भने होइन सम्पर्क गर्नु हाम्रो आन्टी चाहिँ खाली हुनुहुन्छ। के खाइसिस? के खाएको भन् त? मासु अनि मामा खानुभयो? अब हल्का अब तान्ने सुत्नु छैन हल्का मेरो सुस्मिता दिदी सर्भिसमा। स्मृति हेलो भनिदेऊ। सुप्रिया हेलो भन। कनप ओ भान्जा नमस्ते गर। बाजे खाइदिएको ल हजुर देखाएको देखेको भाइ मिठो छ गाइस, खानु बोलाउनुहोस्। अहिले आउनु गाइस मिठो। बजेहरू के टक्क सर्भिसमा बस्नु भएको। सर्भिस चाहिँ राम्रो मिठो गर्नुभयो है। 5 स्टार होटेलमा पनि बबार बजे हुन्छ। फुल मम्मी हाफ सानी लाग्यो माइजू। वाह पाल त बब्बाल क्युट देखिनु भयो। हाम्रो माइजू अझै पनि तरुनी हुन्छ। मामालाई हाम्रो अर्को मामा नि चाहिएछ। मामाले खोडा हाल्ला नि फेरि। क्षमा सन्चै हुन्छ। मिठो सर्भिस गर्नुभयो यहाँ दिदी। नमस्ते गर्नु न। नमस्ते सबैजनालाई। तपाईँको शुभ नाम? तपाईँको शुभ नाम? सुनिता राणा। हजुरको नाम? हराम लदाइदिनुहुन्छ। सुनिता भलक हेर्दैछ नि मम्मीलाई आयो भने बाजा। हाम्रो मामालाई चाहिँ नयाँ माइली चाहियो अरे। यसो तरुनीहरू हुनुहुन्छ भने हाम्रो मामालाई यसो सम्पर्क गर्नु होला। मेरो छैन, म पनि सिक्न सिङ्गल हो। सिङ्गल अरे कसैलाई चाहिएको छैन भन्नु त। सिङ्गल अरे भगवान्। माइजू हेर्नु यहाँ
मामालाई चेप दाईहरू अझै पनि बिजी छन् रोस्ट गर्दै यतातिर चिकन रोस्ट यतातिर यसलाई के भन्छौ प्राउन रोस्ट चाहिँ खतरा छ है यहाँ 1 करोडको रोस्ट है डाइनोसरको यो चिकन चाहिँ होइन डाइनोसरको मासु है डोना थापालाई ल हेर्नु होला त यो चाहिँ डाइनोसरको कान हो क्या भात खाइन्छ है होइन लास्ट हाल्नु न बस भयो कस्तो भयो त खानाको आइटम भर्खर खाँदै हुन्छ रोटी रोस्ट अचार कस्तो भयो अचार चाख्नु त मिठो 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 हो क्या 10मा 10 उहाँ पनि आजी हुनुहुन्छ हाम्रो दिदी सासू हाम्रो दिदी साथी दिदी के अरे आजी क्षमा हुन्छ साथी भाउजू कहिले पाउनु भयो
क्या डाइनोसरको मासु आयो डाइनोसरको मासु खाँदै हाम्रो के अरे बाटुली बहिनीले आमामा 1 करोडको डाइनोसरको साप्रोको पिस ओ बुन्डे ए बुन्डो बाटुली ओ बाटुली बाटुली पाथायो पाथाइस ओया पेटी भर्यो यार हाम्रो अङ्कल फाइनली खाना पनि खाएर गयो पिकनिक पनि सम्पन्न मेरो तर्फबाट अरू पाहुनाहरू आउँदैछन् खाँदैछन् पाहुनाहरू हाम्रो भाथाइस हो पाहुनाहरू आउँदैछ फाइनली खानपिन भयो सक्यो पेट रुममा छ होइन अनि हाम्रो लाफिङ कलर्सको मेम्बर बहिनीहरू होइन हिरो हिरोनी समीक्षा बहिनी खुसी बहिनी मोटी अनि हाम्रो ओ आशिका हाउ आर यु आफ्टर लङ टाइम ओ माई गॉड हाम्रो ओल्ड इज गोल्ड धेरै दिनपछि हाम्रो लाइफिङ कलर्सको भ्लगमा देखा पर्नु भएको छ हाम्रो आशिका बहिनी बेस्ट डान्सर अनि हाम्रो बुन्टी ए बुन्टी गामा समीक्षा बहिनी हेर्दा हेर्दा यत्रो ठुलो भइसक्यो होइन समीक्षा बहिनी सानो थिइन् होइन हाम्रो समीक्षा बहिनी सबैजनाले चिन्नुहुन्छ होला हाम्रो समीक्षा बहिनी बुन्टी कति खायो त खानु एक थाली तिम्रो किन नखाएको त तिम्रो किन नखाएको के खायो होला भन मगर समाजबाट के खुवायो तिमीलाई केक खाएको आइसक्रिम पिज्जा अनि मोमो मोमो 1 प्लेट खाएको त्यही अनि कोक स्प्राइटहरु खाएको ओहो मोमो पिज्जा बर्गर होइन बर्गर त होइन बर्गर त हैन ओ धेरै खाएर अब एकछिनपछि खाना खानी होला ओ माई गॉड नाच्ने पार्टीहरूलाई स्पेसल हो नानी बाबुहरूलाई ठिक छ बुन्टे कति खायो त आशिका खाएनौ अहिले फाइनली होइन अब हाम्रो पुरानो मेम्बरहरूलाई चाहिँ लाफिङ कलर्सको पुरानो मेम्बरहरूलाई चाहिँ भेटघाट गर्दैछौँ हाम्रो प्रिन्सा बहिनी बेस्ट डान्सर हाम्रो लाफिङ कलर्सको हाम्रो समीक्षा बहिनी आयु समाल भलिबल खेल्दैछन् यिनीहरू आइसा आइसा फाइनली आइसा गुरुङ धेरै दिनपछि देखा पर्नुभएको छ हाम्रो लाफिङ कलर्सको भिडियोमा कस्तो महसुस भइरहेछ तपाईँलाई कस्तो महसुस भइरहेछ तपाईँलाई मतलब मैले भन्न खोजेको के आफ्टर लङ टाइम होइन लाफिङ कलर्समा होइन कतिको मिस गर्नुभएको थियो त हाम्रो च्यानललाई अनि हाम्रो प्रिन्सा बहिनी अनि 3 बहिनी होइन भनेपछि बिहान त्यत्रो खाइसक्यो है पिज्जा मोमोको खाना चाहिँ अहिले खाने होला नि होइन खाना चाहिँ खाऊ भाइहरूसँग अब होइन रिक्सामा छौँ मुस्ताङ घुम्न जाने अरे अनि हाम्रो ड्राइभर ओ ड्राइभर ओ भुन्टीको आमा रिक्सा ड्राइभर मुस्ताङ पुऱ्याइदिनु है हामीलाई मुस्ताङ पुऱ्याइदिन सक्नुहुन्छ कि नै रिक्सामा हाम्रो प्यारी बहिनी आर्यन भाइ मेरोमा नि एमा सबैले फलो गरिदिनु होला 1000 पुऱ्याइदिनु होला लाइभ बस्नु नगर्दिनु होला हाल्दिनु होला म हेन्सी छु अहिले लाइभ पनि हाल्नु होला खुसी बहिनी
कति राम्री छ नि सिङ्गल छिन् है नानी है कोही लाउरे सिङ्गल होइन मिङ्गल हो नि मिङ्गल हो म सिङ्गल हो यता देऊ म सिङ्गल हो यो छ यहाँ मोबाइल चेक गर्दा नि हुन्छ मलाई कहिले मन पर्यो भने अलि कमेन्ट मोबाइल हाल्दिनु होला चेक गर्दा नि हुन्छ हाम्रो प्रिन्सा बहिनी मात्र होला सिङ्गल त हाम्रो प्रिन्सा बहिनीको लागि भुन्टी खोज्देऊ त म मिङ्गल हो कोहीलाई मन पर्यो भने फलो गर्दै हुन्छ मेरो आइडीमा खुसीको छ होला मिङ्गल 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 तिनटा मिङ्गल म पनि मिङ्गल हो मलाई अब मन पराए पाराहरू सबैले मेरो टिकटकमा फलो गरिदिनु समीक्षा भनेपछि मिङ्गल हो तिमी मिङ्गल हो सबले त्यो भन्छ है मिङ्गल अरे तिमी आशिकानी मिङ्गल हो सिङ्गल हो मलाई कहिले मन पराए फलो गरिदिनु मेरो टिकटकमा के छ तिम्रो टिकटक आइडी इनिसा थापा उहाँको पी मात्रै हो आइसा सिङ्गल हो न मिङ्गल हो ए भगवान